यो अहिले चुनाव एकै दिनमा एकै समयमा सम्पन्न हुनमा यहाँहरूको ठुलो भूमिका रहेको छ। तपाईँ चाहिँ एउटा पर्दा पछाडि रहेर सरकारले सहयोग गर्ने एउटा पर्दा पछाडिका हिरोहरू हुनुहुन्छ। न्यून स्रोत साधन र मानव संसाधन तथा तालिमहरूको बावजुद पनि जुन प्रकृतिबाट सेवा प्रदान गर्दै आउनुभएको छ, वास्तवमा भन्ने हो भने त्यो हामीहरूको लागि बजेट बनाउने व्यक्तिहरूको लागि लज्जाको विषय हो भनेर भन्छु म चाहिँ। देशको विकासको भूमिका पछाडि मौसम पूर्वानुमानको कत्रो भूमिका हुन्छ भन्ने कुराको लागि हामीहरूले त्यसलाई महत्त्व दिनुपर्ने भन्ने कुरा चाहिँ म हरेक क्षेत्रमा म यसलाई बोल्नेछु भन्ने कुरा मैले पुनः यहाँको अगाडि राखेँ। आज मार्च 23 विश्व मौसम दिवसको अवसरमा विभागले आयोजना गरेको जल तथा मौसम दिवस विशेष समारोहमा यहाँ उपस्थित हुन पाउँदा म अत्यन्तै गर्वान्वित र हर्षित छु। यस वर्ष आजको अवलोकन भोलिको सुरक्षा भन्ने मूल नारासहित मनाइदै गरिएको विश्व मौसम दिवसले हामीलाई एकदमै महत्त्वपूर्ण सन्देश दिएको छ। आजको जल, मौसम, जलवायु र हिमको अवलोकन र तथ्याङ्क सङ्कलनमा लगानी नै भोलिको अध्ययन, अनुसन्धान, पूर्वानुमान, विपद न्यूनीकरण, पूर्व तयारी सहितको सुरक्षित भविष्य सुनिश्चित गर्न सक्दछ। यो सन्देश नेपालको वर्तमान सन्दर्भमा अझ सान्दर्भिक र आवश्यक पनि देखिन्छ। जसरी नेपालले मानव सञ्चालितदेखि स्वचालित मापन केन्द्रहरू तथा राडार, स्याटेलाइट तथा रेडियो साउन्ड जस्ता अत्याधुनिक उपकरण र प्रविधिहरू स्थापित गरेका छौँ, त्यसरी नै यसका निमित्त सञ्चालन र व्यवस्थापनलाई पनि निरन्तरता दिन अति आवश्यक पनि रहेको छ। नेपालको भौगोलिक विविधता, हिमाल, पहाड र तराईका कारण यहाँका मौसम तथा जलवायु प्रणाली अत्यन्त जटिल र संवेदनशील रहेका छन्। पछिल्ला वर्षहरूमा देखिएको जलवायु परिवर्तनको प्रभावले हाम्रो देशमा विभिन्न किसिमका जलवायुजन्य विपदहरूको जोखिम बढाइराखेको छ। असामान्य वर्षा, बाढी, पहिरो, तातो हावाको लहर, हिमनदी तथा हिमक्षेत्र तीव्र रूपमा पग्लिरहेको अवस्था र हिमतालको सिर्जना, विस्तार, विस्फोट लगायतका विगतका केही दशकदेखि देखिएका डोजर प्रवृत्तिबाट बनेका बाटोहरूले गर्दाखेरि विकासको एउटा आयामलाई चाहिँ देखाउन खोजिएको भए तापनि त्यसले हामीहरूलाई जति चुनौतीहरू यहाँलाई दिएको छ, मौसमसँग आबद्ध त्यस्ता चुनौतीहरू हाम्रो लागि वास्तवमा चाहिँ अकल्पनीय खालका चाहिँ चुनौतीहरू आइरहेका छन्। यस्ता घटनाहरूले जनजीवन, पूर्वाधार र अर्थतन्त्रमा गम्भीर असर पनि पुर्याइरहेको छ। यसै सन्दर्भमा हाम्रो यो सरकार गठन भयो। गठन हुनासाथै हाम्रो मूल उद्देश्य भनेर भनेको नै चुनाव गराउनु थियो। चुनाव गराउनुको निमित्त पहिलो प्रश्न जनमानसमा के थियो भनेर भन्दा एकै दिनमा कसरी चुनाव हुन सक्छ र चैतमा त हिमाली क्षेत्रहरूमा जुन प्रकृतिबाट हिउँको सम्भावना रहेको हुन्छ, चुनाव हुन सक्दैन भन्यो। त्यो सम्भावना हामी पनि वास्तवमा चाहिँ सोचिरहेका थियौँ कि हुन सक्छ वा सक्दैन भनेर। निर्वाचन आयोगले आफ्नो कार्यतालिका बनायो। कार्यतालिकामा उहाँहरूले सम्भावित क्षेत्रहरूको लागि पहिचान पनि गर्नुभयो र गइसकेपछि के भन्यो भन्दाखेरि चुनाव एकै दिनमा हुन्छ र एकै दिनमा हामी गर्छौँ। केही गरेर कुनै प्रतिकूल मौसमको कारणले गर्दाखेरि कतै हामीहरूलाई त्यस्तो अवस्था सिर्जना भयो भने त्यो बेलामा तत्कालको लागि हामी छुट्टै निर्णय गर्ने नै छौँ। तर अहिले हामी यो चुनावलाई एक दिनभन्दा दुई चरण वा 3 चरण बनाउने छैनौँ भनेर उहाँहरूले पनि प्रतिबद्धता जाहेर गरेपछि यो सरकारले पनि त्यो प्रतिबद्धतालाई पटक पटक दोहोऱ्याउँदै आएको हो। अन्तिम साता समेतमा पनि होइन, तपाईँहरू हिमाली क्षेत्रमा कसरी गर्न सक्नुहुन्छ भनेर भन्नुभयो। यो बिचमा हामी सम्पर्कमा रह्यौँ, विज्ञहरूसँग सम्पर्कमा थियौँ, विभागले जानकारी उपलब्ध गराइराखेको अवस्थाहरू थियो। निर्वाचन आयोगले सबै जानकारी लिँदै गएको। कति हदसम्म भने 7 दिन पहिले हामीहरूले निर्वाचन आयोगबाट सरकारलाई ब्रिफ गर्ने बेलामा सम्भावना, त्यो हिउँको सम्भावना र हिउँको कारणले गर्दाखेरि चुनाव हुन नसक्ने सम्भावना ज्यादै न्यून छ। 3 दिन पहिलेको फेरि एकचोटि पूर्वानुमान हेरौँला भनेर भन्नुभयो। अहिले त्यही कुराहरू म रिलेट गरिराखेको छु। उहाँहरूले 7 दिनको, 3 दिनको, 24 घन्टाको
र यावत एउटा लाइभ तरिकाको पनि जुन एउटा पूर्वानुमान यहाँहरूले दिनुभएको छ, यहाँहरूको यो अहिले चुनाव एकै दिनमा एकै समयमा सम्पन्न हुनमा यहाँहरूको ठुलो भूमिका रहेको छ। तपाईँ चाहिँ एउटा पर्दा पछाडि रहेर सरकारले सहयोग गर्ने एउटा पर्दा पछाडिका हिरोहरू हुनुहुन्छ। म यहाँहरूप्रति आभार व्यक्त गर्न चाहन्छु। एउटा अर्को अनुभव पनि मलाई रह्यो। म मन्त्रीको पदमा आसीन हुनुभन्दा केही महिना पहिलेदेखि यो हवाई सुरक्षाको सम्बन्धमा एउटा अध्ययन गर्ने समितिलाई मैले अध्यक्षता गर्ने मौका पनि पाएँ। 4 जना विज्ञहरू पनि हुनुहुन्थ्यो हामीसँग। र त्यो क्रममा म विमानस्थलमा पुगेँ, त्रिभुवन विमानस्थलमा, र मेटको कार्यालयभित्र यसो प्रवेश गरेँ। एउटा अनुभव मलाई सुनाउनै मन लाग्यो। छिर्ना साथै यसो बस्ने ठाउँ अलिकति मक्किएको, अलिकति च्यातिएको जस्तो चाहिँ सोफा, पुरानो सोफा। अनि यताउता मैले टाउको घुमाएर हेरेँ, अलिकति हल्ली राखेको घुम्ने मेचमाथि बसेका विज्ञहरू। अनि उहाँहरूले प्रयोग गर्ने उपकरणहरूलाई पनि हेरेँ, अलि पुरानो पुरानो, तर यसो हेर्दाखेरि स्क्रिनमा मोनिटरमा चाहिँ राम्रो एउटा चाहिँ यसो रङ्गीन प्रकृतिका केही कुराहरू म एउटा लेम्यानको हैसियतले देखेको हो। र जब उहाँहरूले प्रस्तुत गर्न थाल्नुभयो हामीहरूलाई, यति सटिक रूपमा कि सानो टिमले, त्यो मलाई याद छैन कतिजनाको टिम हुनुहुन्थ्यो, 20-22-23 जना करिबको टिम, र 24/7 उहाँहरूले जुन प्रकृतिबाट काम गरिराख्नु भएको थियो। र त्यसपछि उहाँहरूले दिएका जानकारीहरू अनि हामीले देख्यौँ, हामीले कसरी उहाँहरू त्यो फेरि मैले भन्न खोजेँ पर्दा पछाडि बसेर हाम्रो नेपालको एभिएसन सेफ्टीमा कस्तो उहाँहरूको यो योगदान रहेछ भन्ने कुरालाई हामीले कसरी आकलन या मूल्याङ्कन गर्न नसकेको होला भन्ने कुरा जस्तो लाग्यो मलाई। म उहाँहरू सबैप्रति आभार व्यक्त गर्न चाहन्छु। हाम्रो प्रतिवेदनमा पनि मैले यो कुराले लेखेको छु कि न्यून एकदम प्राथमिकतामा नरहेर न्यून स्रोत, साधन र मानव संसाधन तथा तालिमहरूको बावजुद पनि जुन प्रकृतिबाट सेवा प्रदान गर्दै आउनुभएको छ, वास्तवमा भन्यो भने त्यो हामीहरूको लागि, बजेट बनाउने व्यक्तिहरूको लागि लज्जाको विषय हो भनेर भन्छु म चाहिँ। किन भन्दाखेरि यस्ता विषयहरूलाई वास्ता नगर्ने। अब तेस्रो पनि मैले उदाहरण यहाँहरूलाई दिएँ। हामी मन्त्रीको हैसियतले आयौँ, कसरी आयौँ, कताबाट आयौँ, यहाँहरूको अगाडि लुकेको अवस्था छैन। तर तत्कालको चुनौती के थियो त भनेर भन्दाखेरि 24 गते पश्चात कुनै पनि घटना परिघटना नहोस्, कुनै पनि जीव ज्यानको चाहिँ त्यहाँनिर प्रभाव नपरोस् भन्ने त्यही हाम्रो ध्यान उतापट्टि भइराखेको थियो। तत्कालै यसो आकाशतिर हेर्दाखेरि त बादल मडारिन थालेको देखियो। हामीलाई विज्ञहरूले, यहाँहरूका मन्त्रालयका जानकार व्यक्तिहरूले, विज्ञहरूले, सचिवज्यूहरू, सहसचिवज्यूहरूले जानकारी के दिनुभयो भनेर भन्दा कि मौसम अलिकति बढ्दैछ, अलि बिग्रिने अवस्था पनि छ। गत वर्ष केही होइन, अलि अस्वाभाविक प्रकृतिको धनजनको क्षति पनि भएको अवस्था थियो भनिसकेपछि त्यसपछि कसरी चाहिँ यसको परिघटनाहरू यो परिवर्तन हुँदै जान्छ भन्ने कुराको मोनिटरिङ गर्नतिर हामी लाग्यौँ। र त्यसको पूर्व तयारी गर्नतिर पनि हामीहरूले एउटा टिमलाई नै खटायौँ। आफै पनि म त्यसमा चाहिँ संलग्न भएको थिएँ। त्यो हेर्दै जाँदाखेरि अहिले कुन समयमा, कुन क्षेत्रमा कसरी वर्षा हुनसक्छ र कसरी त्यसको चाहिँ बाढी आउन सक्छ भन्ने कुराको पूर्वानुमान गर्न सकिने अवस्थाको कारणले काठमाडौँमा यदि फर्केर तपाईँहरू हेर्नुहोस्, त्यस्तो विषम परिस्थितिमा पनि काठमाडौँमा त्यो समयमा दसैँ तिहारको समयसम्म पनि त्यो बाढी पहिरोबाट पनि तपाईँहरूको घरमा सायद मलाई लाग्छ ग्यासको, चिनीको, नुनको अभाव भएन। त्यो अभाव नहुनुको पछाडि तपाईँहरूको योगदान पनि छ। महत्त्वपूर्ण योगदान के छ भन्दा कि तपाईँ 15 दिन पछिको लागि तयारी गर्नु हामीले जरुरी छ। यस्तो अवस्था आउन सक्छ भन्ने कुरालाई गम्भीरतापूर्वक त्यो समयमा जिम्मेवार पदमा बस्नुभएका केही व्यक्तिहरूले हामीहरूलाई दिनुभएको जानकारीको कारणले गर्दाखेरि हामीले अलिकति योजना पनि बनाउन सक्यौँ। मलाई आफ्नो अनुभव यहाँहरूको अगाडि मैले सेयर गर्न चाहेँ। यो अत्यन्त महत्त्वपूर्ण यो कुनै समयमा मैले लेखेँ भने मेरो कलमले यो कुरा चाहिँ पक्कै पनि त्यहाँ चुहाउनेछ कि मौसम पूर्वानुमानको अवस्था के रहेछ र हामीले कसरी त्यसलाई प्राथमिकताका साथमा अगाडि बढाउनुपर्छ। हरेक देशको विकासको भूमिका पछाडि
मौसम पूर्वानुमानको कत्रो भूमिका हुन्छ भन्ने कुराको लागि हामीहरूले त्यसलाई महत्त्व दिनुपर्ने भन्ने कुरा चाहिँ म हरेक क्षेत्रमा म यसलाई बोल्नेछु भन्ने कुरा मैले पुनः यहाँको अगाडि राखेँ। यस्तो चुनौतीपूर्ण अवस्थामा जल तथा मौसम सम्बन्धी वैज्ञानिक जानकारी समयमै प्राप्त हुने पूर्वानुमान र पूर्व सूचना प्रणालीको भूमिका अत्यन्तै महत्त्वपूर्ण रहेको कुरा मैले पटक व्यक्त गरेको छु। विपद व्यवस्थापन, कृषि, जलस्रोत व्यवस्थापन, ऊर्जा उत्पादन, उड्डयन सुरक्षा, पर्यटन, स्वास्थ्य, यातायात तथा भौतिक पूर्वाधार क्षेत्र लगायतका धेरै क्षेत्रहरूमा यी सेवामा प्रत्यक्ष रूपमा निर्भर रहेका छन्। त्यसैले जल तथा मौसम सेवाको विस्तार, सुदृढीकरण र आधुनिकीकरण आजको अपरिहार्य अवस्था रहेको छ। यसमा मानव संसाधनको विकास हुनु, तालिमको यहाँहरूलाई विकास हुनु अत्यन्तै महत्त्व राख्दछ भन्ने कुरा मैले पुनः प्रस्तुत गरेँ। नेपाल सरकार जल तथा मौसम विज्ञान क्षेत्रको सुदृढीकरणको लागि प्रतिबद्ध रहेको भन्ने विषय अघि सचिवज्यूले पनि भनिसक्नु भएको छ। म मन्त्रालयमा आइसकेपछि मेरो पहिलो निर्णय भनेर भनेको नै त्यो कानुनको एउटा चाहिँ त्यहाँनिर ग्याप छ भन्ने कुरा देखिएपछि त्यो कानुन अब म आफै पनि मेरो जिन्दगी कानुन क्षेत्रमै बितेको छ। 34 वर्षको कानुन व्यवसाय, 7.5 वर्षको चाहिँ सर्वोच्च अदालतको न्यायाधीशको भूमिकामा, त्यसपछि कानुनको ग्याप्सको कारणले गर्दाखेरि कति समस्या हुन्छ भन्ने कुराको अनुभूति भएको कारणले गर्दाखेरि पहिलो केही अप्सन्सहरू मेरो अगाडि आए। कस्तो निर्णय गर्ने भनेर भन्दाखेरि सचिवज्यूकै वहीँ हुनुहुन्छ, उहाँ सचिवज्यूकै एउटा सुधारोन्मुख उहाँको चाहिँ सुझावको कारण त्यो पहिलो कानुन बनाउनु पर्छ भन्ने कानुन बनाउनको निमित्त निर्णय गरेको हाल पनि त्यो एउटा चाहिँ तयारीकै अवस्थामा रहेको छ। हामीले पूर्वानुमान प्रणालीलाई अझ विश्वसनीय, वैज्ञानिक र प्रभावकारी बनाउन जल, मौसम, जलवायु र हिमको अवलोकनको लागि उपकरण, विस्तार, सञ्चालन र व्यवस्थापनलाई प्राथमिकतामा राखी आधुनिक प्रविधिको प्रयोग, पूर्वाधार विस्तार तथा दक्ष जनशक्तिको विकासमा बढी जोड दिइराखेका छौँ। साथै पूर्व सूचना प्रणाली, अर्ली वार्निङ सिस्टमलाई अझ सुदृढ पार्दै जोखिमयुक्त समुदायसम्म समयमै सूचना पुर्याउने कार्यलाई प्राथमिकतामा पनि राखिएको छ। यसको लागि स्थानीय तहमा यसको विषयमा कसरी जानकारी प्राप्त गर्ने वेबसाइटमा राखेकै कारणले गर्दाखेरि पढ्न सकिँदैन। त्यसको कसरी गर्न सकिन्छ भन्ने कुराको निमित्त एउटा हामीहरूले तालिम उपलब्ध गराइदिन पनि आवश्यक छ भने उहाँहरूले यो मौसमको अवस्था के कस्तो रहनेछ, हाम्रो क्षेत्रमा कसरी मौसम परिवर्तन हुन सक्छ र त्यसको चुनौती के छ भन्ने कुराको निमित्त उहाँहरूले आफै वेबसाइटबाट चाहिँ जानकारी लिनको निमित्त स्थानीय तहहरूमा पनि एउटा अभिमुखीकरणको आवश्यकता रहेको छ। यहाँहरूले दिनुभएको छ भन्ने कुरा पनि मैले जानकारी दिएको छु, पाएको छु, तर तल्लो तहसम्म धेरै हदसम्म अलि त्यसलाई हामीले महत्त्व दिन अझै पनि आवश्यक छ, अलिकति अपर्याप्त रहेको भन्ने जानकारी मैले पाएको छु। त्यसको साथै स्थानीय भाषामा पनि कसरी हामीहरूले यी जानकारीहरू उपलब्ध गराउन सक्छौँ, किन भन्दाखेरि म अहिले केही स्थानहरूमा जाँदाखेरि मैले यो भाषाको कुरालाई मैले बडो महत्त्वका साथ देखेँ मैले। किन भन्दा कतिपय व्यक्तिहरू सामान्यतया विशेष गरी महिला तथा बालबालिकाहरू त्यो स्थानीय भाषामा जो उहाँहरू त्यो बाहेक अन्य भाषामा उहाँहरूको चाहिँ पहुँच अलिक कम हुन्छ, उहाँहरूलाई स्थानीय भाषामै जानकारी गराउनु पर्ने अवस्था रहेको देखेको छु। त्यसले गर्दाखेरि यस प्रकृतिको जनचेतना पनि आवश्यक रहेको यहाँहरूलाई जानकारी गराएँ। यसका अतिरिक्त अन्तर्राष्ट्रिय सहकार्य, प्रविधि हस्तान्तरण, अनुसन्धान तथा नवप्रवर्तनलाई प्रोत्साहन गर्दै जल तथा मौसमको सेवाको गुणस्तर अभिवृद्धि गर्ने दिशामा सरकार अग्रसर रहेको पनि मैले यहाँलाई जानकारी गराउन चाहन्छु। सरकारी, गैर सरकारी, निजी तथा शैक्षिक क्षेत्रभित्र बीचको सहकार्यले मात्र यी सेवाहरूलाई प्रभावकारी रूपमा आम नागरिकसम्म पुर्याउन सकिन्छ भन्ने कुरामा हामी स्पष्ट छौँ। बीबीसीसँगको सहकार्य यस क्षेत्रमा एउटा प्रभावकारी सञ्चार माध्यमको साधन र माध्यमको रूपमा पनि रहेको पनि मैले बुझेको छु। जल तथा मौसम विज्ञान विभागले प्रदान गर्दै आएको सूचना, पूर्वानुमान, परामर्श तथा विभिन्न सेवाहरू अत्यन्त सराहनीय रहेको कारणले गर्दाखेरि यसलाई अझै जनमुखी, पहुँचयोग्य र उपयोगी बनाउँदै लैजान हामी सबैको साझा प्रयासको आवश्यकता रहेको छ। अन्त्यमा क्षमा याचना पनि गर्नुपर्ने अवस्था छ। मैले चाहेर पनि यहाँहरूको विभागहरूमा बढी समय दिन, मन्त्रीको हैसियतले धेरै समय दिन नसकेकोमा म क्षमा पनि माग्न चाहन्छु यहाँहरूसँग र यति भन्दै यहाँहरू सबैको आजको दिन सुखद रहोस् र भविष्यका पूर्वानुमानहरू यहाँको
त्यसको सम्बन्धमा यहाँहरूले चाहिँ अझ प्रगति गर्दै जानुहुनेछ भन्ने विश्वासका साथै म मेरो मन्तव्य यहीँ टुङ्ग्याउँछु। धन्यवाद।